7 दिन लगातार घटेपछि शेयर बजार बुधबार सम्हालिएको छ। यस दिन नेप्से सूचक 17.28 बिन्दुले बढेर 2736.48 अङ्कमा आएको छ। 8 अर्ब 25 करोड रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ। विकास बैंक र माइक्रो फाइनान्स बाहेक बाँकी सबै समूहका सूचक बढेका छन्। यसअघि नेप्से निरन्तर घट्दा लगानीकर्ता आत्तिने अवस्थामा पुगेका थिए। 7 कारोबार दिनमा नेप्से सूचक 171 अङ्कले घट्यो। त्यसो त यसअघि बजार बढ्दा पनि लगातार 9 दिनसम्म बढेको थियो। त्यतिबेला नेप्से 212 अङ्कले बढेको थियो। सुरुमा प्रॉफिट बुकिङ गर्ने क्रमसँगै बजार घट्न थाल्छ, तर पछि उधारो कारोबारले बजारलाई झन नकारात्मक असर पार्न थाल्छ। बजार बढ्दा धेरै कारोबारीले उधारोमा शेयर किन्ने गरेका छन्। मूल्य अझै बढ्ने आशामा अधिकांश ट्रेडरहरूले उधारोमा क्षमता भन्दा बढी किन्छन्, तर बजारले जति बेला पनि झुक्क्याउन सक्ने सम्भावना हुन्छ। सधैँ अनुमान गरे जस्तो गतिमा बजार हिँड्दैन। तसर्थ जब आम कारोबारीको अनुमान भन्दा बजार बाहिर जान्छ, त्यसपछि उनीहरूलाई समस्या पर्न थाल्छ। त्यतिबेला नै ब्रोकरहरूले पनि तत्काल बाँकी रकम चुक्ता गर्न ताकेता गर्न थाल्छन्। फलस्वरूप घटेकै मूल्य भए पनि बिक्री गरेर ब्रोकरसँग बाँकी रहेको रकम सेटलमेन्ट गर्नुपर्ने बाध्यता ट्रेडरलाई आइपर्छ, जसका कारण एकाएक सप्लाई बढ्न थाल्छ। यस्तो प्रवृत्तिले समग्र बजारलाई प्रत्यक्ष असर गरिरहेको हुन्छ। बजारमा माग भन्दा आपूर्ति बढी हुन जान्छ अनि घट्दो क्रममा रहेको बजार थप तीव्र गतिमा ओह्रालो लाग्न थाल्छ। बजार घट्न थालेपछि नरोकिनुमा यो उधारो कारोबार सबैभन्दा ठूलो समस्याको रूपमा रहेको स्वयं ब्रोकरहरू नै बताउँछन्। तर ब्रोकरहरूले पनि आफ्ना ग्राहकलाई अन्त नजाउन् अनि कमिसन पनि प्राप्त होस् भन्ने लोभमा परेर करोडौं रकम उधारो किन्न दिइरहेका हुन्छन्। तर यसको प्रभाव एकैपटक देखिँदा सबै लगानीकर्ता एकसाथ मारमा पर्ने गरेका छन्। यसपटक पनि यस्तै समस्या देखिएको ब्रोकरहरूको भनाइ छ। यसैगरी केही राजनीतिक घटनाक्रमहरूले पनि यसपटक बजार थप प्रभावित बनाएको अनुमान गरिएको छ। राजाको सडकमा शक्ति प्रदर्शनपछि बजार केही बिचकिएको धेरैले अनुमान लगाएका छन्। यद्यपि यस्ता घटनाको शेयर बजारमा क्षणिक मात्र प्रभाव हुने अनुभवी लगानीकर्ताहरू बताउँछन्। लगातार 7 दिनसम्म घटेको र अङ्कका हिसाबले पनि राम्रै करेक्सन देखिएकाले अब पुनः बढ्ने क्रमले निरन्तरता पाउने अनुमान गरिएको छ। यद्यपि अब अर्को हप्ताको कारोबार र बजार प्रवृत्तिले थप स्पष्ट सङ्केत दिने देखिन्छ। त्यसो त बजार एकहोरो ढङ्गले बढ्ने वा घट्ने मात्र गर्दैन, घटबढ यसको सामान्य नियम नै हो। प्रॉफिट बुकिङ गरेका कारोबारीहरूले मूल्य तल झरेपछि पुनः खरिदका लागि आकर्षित हुने गर्छन्। यसबाट पुनः माग पक्ष सबल हुन गई बजारमा सकारात्मक प्रभाव देखिन थाल्छ। घटबढ सामान्य चक्र भए पनि कुन बिन्दुमा गएर बढ्छ वा घट्छ भनेर यकिन गर्न भने गाह्रो हुन्छ। तर समग्र बजारको सेन्टिमेन्ट बुलिस रहेकाले नेप्सेले पुनः सकारात्मक गति समाउँदै जानेमा आम लगानीकर्ता विश्वस्त रहेका छन्। निरन्तर घट्दा यति बेला फन्डामेन्टल अवस्था निकै राम्रा भएका कम्पनीहरूको मूल्य समेत सस्तो भएको छ। घटेको मूल्यमा खरिद गर्न सके धेरै लाभ लिन सकिन्छ। धेरै अनुभवीहरूले घटेको बजारलाई अवसरका रूपमा प्रयोग गरिरहेका हुन्छन्। शेयर बजार वृद्धिका लागि अहिले धेरै कुराहरूले सकारात्मक भूमिका निर्वाह गरिरहेको देखिन्छ। बैंक ब्याज दर सस्तो छ, वित्तीय प्रणालीमा अधिक तरलता रहेको छ, सरकार तथा नियामक शेयर बजारप्रति सकारात्मक छन्, कसिएका नीति नियमहरू खुकुलो पार्दै लगिएको अवस्था छ, अर्थतन्त्रमा सुधारका स्पष्ट सङ्केतहरू देखिएका छन्, सूचीकृत कम्पनीहरूले पनि अब क्रमशः मुनाफा बढाउँदै लैजान सक्ने आधारहरू बलियो बन्दै गएको छ। लगानीका अन्य क्षेत्रहरू सङ्कुचित छन्, यसकारण अरू क्षेत्रमा खासै कर्जा प्रवाह हुन सकेको छैन। शेयर बजारतिर भने कर्जाको माग उच्च रहेको छ। विशेष गरेर ठूला लगानीकर्ताहरू शेयर कर्जा लिएर बजार प्रवेश गरिरहेको तथ्याङ्कले देखाएको छ। यस्तै बजारले लामो समयको बियरिस यात्रा पार गरिसकेको छ। बैंकहरूले मुद्दती निक्षेपमा निकै कम मात्र ब्याज दर दिएकाले म्युचुअल फन्ड, बीमा कम्पनी सहित अन्य संस्थागत लगानीकर्ताहरूले समेत निक्षेप घटाएर शेयर बजारमै लगानी केन्द्रित गर्न थालेका छन्। तर आम लगानीकर्ताहरूले भने जहिले पनि सबल वित्तीय सूचक भएका, लाभांश क्षमता राम्रो रहेका फन्डामेन्टल कम्पनीहरूमै लगानी केन्द्रित गर्दा जोखिम न्यूनीकरण गर्न र धेरै लाभ लिन सक्ने देखिन्छ।